राजा मात्रै यस्तो संस्था हो जसले नेपाललाई एक अझै पनि गर्न सक्छ क्या। एकीकरणको कुराहरू यहाँसम्म नेपाललाई राख्नु र आज हामी नेपाली भनेर बाँच्न पाउनुमा पनि उनीहरूको ठुलो योगदान छ। त्यो अरूले अनदेखा जति गरे पनि, बाउलाई जति गाली गरे पनि जन्मिने त बाउबाटै हो नि त। त्यही भएर त्यो आफैमा हास्यास्पद छ। राजा मान्दिनँ, स्वीकार्दिनँ, पृथ्वीनारायण शाह कोही होइन, महेन्द्र कोही होइन, अथवा ज्ञानेन्द्र पनि कोही होइन भन्ने कुराहरू त्यो आफैमा हास्यास्पद हो। त्यो चाहिँ देश विखण्डन गर्ने खालको सूत्रबाट, विभिन्न वादहरूबाट यो आइरहेको छ। अर्काको पैसा खाएर नेपाल विखण्डन गर्ने खालको सोच हो त्यो। र जनता पनि सङ्गठित हुन्छ। राजाले धेरै कुरा मिलाएर लान सक्छन् र त्यो नै आजको आवश्यकता। हामी खण्डित भएर हामी एकअर्कामा लडाइँ झगडा गर्न थाल्यौँ भने अवश्य त्यहाँ खेल्ने विदेशी शक्तिहरू ताम तयार भएर बसिरहेका छन् र खेली पनि रहेका छन्। र यो दलगत लोकतन्त्र हुन्जेलसम्म त्यो अवश्य पनि रहिरहनेछ। बालेन आओस्, रवि आओस्, हर्क आओस्, कुलमानदेखि लिएर जोसुकै ल्याए पनि त्यसले समस्याको समाधान दिँदैन क्या। यसले झन् मुलुकको हालत पत्तर हुँदै लाने देखिन्छ। र विषम परिस्थितिहरूमा हामीले सोच्ने भनेको विषम परिस्थिति अहिले केही भएको छैन भन्ने कुराहरू गरेर जसरी पन्चिन खोजिरहेको छ नि। युरोप अमेरिकाको प्लेबुक हेर्ने हो भने, उनीहरूको रणनीति हेर्ने हो भने त्यो प्रष्टै देखिन्छ क्या। विश्वमा तिमीहरूले इतिहास पढ न, अहिले पनि घटनाहरू घटिरहेका छन्, त्यो हेर न न्युजहरूमा कसरी फाउन्डेसनहरूबाट फन्डिङ गरेर उनीहरूले जुन कुरा बाहिर देखाउँछन् त्यो 10% हुन्छ भने 90% भनेको त्यस्तै काममा प्रयोग हुन्छ क्या। त्यो पैसाहरू USAIDदेखि लिएर त्यो आफै ट्रम्पले स्वीकार गरिसकेछ त। मिडिया म्यानिपुलेसन गर्नदेखि लिएर, भाष्य निर्माण गर्नेदेखि लिएर, विभिन्न रेस जेन्डरको नाममा टुटफुट ल्याउने। अब यो जात र ऊ जात भनेर त त्यो कहिले मेटिँदैन नि त। त्यसलाई उचाल्यो भने त त्यो समस्याको समाधान कहिल्यै हुँदैन नि होइन। कालो र गोरो छालामा विभाजन ल्याइदिइसकेपछि त त्यो कालो र गोरो छाला त कहिले पनि एक हुँदैन नि त होइन। त्यहाँ जहिले पनि डिफ्रेन्स, मत भिन्नता त देखिरहन्छ नि त। जातपात भनेको पनि त्यही हो। र हामीले त्योभन्दा माथि उठ्न सकेनौँ र हामी नेपालमा बस्छौँ, नेपाली जनता हौँ, हामी नेपाली पहिला हौँ, सार्वभौम हौँ, हाम्रो आफ्नै सांस्कृतिक मूल्य मान्यता परम्परा छ र त्यसमा हामी अडिग छौँ। र हामी बाह्य संस्कार संस्कृतिहरू जतिसुकै अप्नाउन खोजे पनि त्यो हामीलाई नामेट गर्ने, त्यो हामीलाई आफैलाई बिर्साउने खालको परिस्थितिको सिर्जना मात्रै हो भन्ने कुरा हामीले बुझ्न ढिला गरिरहेको छौँ। र अब यदि त्यो खालको क्रान्ति भयो भने चाहिँ अवश्य त्यसले राजाकै लागि, राज संस्थाको लागि र परिआएको खण्डमा राजतन्त्र पनि भन्छ। किनकि राजाले आफ्नो शासन चलाउँदाखेरि उसले एक्सपर्ट मान्छेहरूबाट राय लिने हो होइन। अहिलेको जस्तो पार्टीलाई सहयोग गरेको आधारमा, पार्टीलाई यति चन्दा दिएको आधारमा अथवा घुस बुझाएको आधारमा कर्मचारीको सर्वबडुवा या भनौँ मन्त्रीमण्डल विस्तार हुँदैन क्या। उनीहरूले ट्यालेन्टेड सक्षम मानिसहरूलाई चान्स दिन्छन्, फिडब्याक हेरेर होइन हायर या फायर गर्न सक्छन्। त्यो किसिमको हामीलाई चाहिएको न कि 5 वर्षमा इलेक्सन भएर भिड हो क्या। जनता भनेको भिड हो क्या। भिडभाडवाला लोकतन्त्रले काम गर्दैन क्या।